ओके सो 4 वटा टुर्नामेन्ट म्याच CM Punk स्म्याकडाउनमा छ, 2टा जोन सिनाको सेगमेन्ट, R-Truthले 2 पटक अट्याक गरेको, स्म्याकडाउन बब्बाल भन्दा पनि बब्बालै थियो आजको। के कस्तो लाग्यो मलाई सबै रिभ्यू गर्ने नै छु, त्यसको लागि भिडियो अन्त्यसम्म हेर्नु होला। दिस इज सार एन्ड यु आर वाचिङ रेसलर नेपाल। ओके सो आजको स्म्याकडाउन भएको थियो लेक्जिङटन केन्टकीबाट। सोको सुरुवात हुन्छ हाम्रो 17 टाइम च्याम्पियन जोन सिनाबाट। त्यो आफ्नो रेगुलर गिमिकमा आउँछ, तर यो पटक चाहिँ जोन सिनाको एन्ट्री हुने बेला खतरा पप मिलाएको थियो हैन। त्यसपछि चाहिँ अभियसली अडियन्सहरूले जोन सिना सक भनिहाल्छ हैन। राम्रो रेसलरहरू पनि छन्, दामी रेसलरहरू पनि छन्, तर मसँग कम्पेयर गर्ने हो भने कोहीले पनि मलाई जित्दैन, किनभने म स्मार्ट छु पनि भन्छ हैन जोन सिनाले रिङमा आएर। अनि त्यसपछि उसले रोयल रम्बलबाट रेसल मेनियादेखि यो र्यान्डी ओर्टन र R-Truthलाई जितेको, अनि इभन कोडी रोड्सलाई पनि अभियसली तिनीहरूलाई जितेको म्याचसम्मको सब कुरा एक्सप्लेन गर्छ हैन। यो मेरो एउटा प्लान थियो जुन कि मैले अलरेडी मेरो दिमागमा बनाइसकेको थिएँ, त्यही भएर मैले यस्तो गरेर चाहिँ यो म्याच जितेँ अनि अहिले मसँग च्याम्पियनसिप छ भन्ने कुरा पनि एक्सप्लेन गर्छ हैन। यदि CM Punkले मेरो यो टाइटल लिने हो भने उसले त्यो कुरा एडमिट गर्नुपर्छ कि त्यो एउटा हिपोक्रिट हो भनेर पनि भन्छ हैन। सेथ रोलेन्सले मलाई क्यास इन गर्न सक्दैन जबसम्म यो बेल्ट मसँग छ। जब मैले यो इन्डस्ट्री रुइन गरेर जान्छु हैन, मैले यो पुरै बर्बाद गरेर जान्छु, त्यसपछि जो बच्चा उसैलाई उसले क्यास इन गर्छ अनि ऊ नै तिमीहरूको च्याम्पियन हुन्छ पनि भन्छ हैन। आई एम ग्रेटेस्ट अफ अल टाइम। मैले 25 वर्षसम्म म्याथ गरेको हैन, मैले सबै कुराहरू क्र्याक गरिसकेको छु। कसरी म्याच जित्ने हुन्छ नि त्यो सबै कुराहरू एक्सप्लेन गर्छ, अनि सबै कुरा मैले प्लान गरेको अनुसारले गाछ पनि भन्छ हैन। त्यसपछि थीम सङ प्ले हुन्छ कोडी रोड्सको, पुरै क्राउडले खतरा रियाक्सन दिन्छ हैन कोडी रोड्सलाई। त्यसपछि त्यही सेम कुरा भन्छ हैन, जस्ट त्यो जोन सिनाले भनेको कुरालाई डिफेन्ड गर्दै, अनि लास्टमा चाहिँ मनी इन द बैंकमा तैले बिर्सिस मैले तलाई यो रिङको बीचमा पिन गरेर जितेको त्यो म्याच भनेर पनि भन्छ हैन। र्यान्डी ओर्टनको थीम सङ प्ले हुन्छ जुन कि मैले एक्सपेक्टेड गरेको थिएन हैन। उसको ब्याकल्यास पछिको यो फर्स्ट रिटर्न थियो। र्यान्डी ओर्टन रिङमा आइसकेपछि जोन सिना हुने सरासर त्यो फेस टु फेस भएर मैले तलाई जितिसकेको थिएँ, मैले तलाई पन्ट किक पनि हानेर तेरो टाउको पनि उडाइदिन लाएको थिएँ हैन। तर त्यही बेला एकजना आएर बचायो तलाई। यदि मैले मेरो टाइटल रन नम्बर 15 बनाउनु छ भनेपछि म जोसँग पनि लड्न, जोसँग पनि भिड्न तयार छु पनि भन्छ हैन। त्यसपछि ऊ कोडी रोड्सतिर फर्किन्छ। कोडी रोड्सलाई तलाई थाहा छ मैले तलाई भाइ जस्तो मान्छु हैन, त मेरो एउटा राम्रो साथी पनि हो। यदि मेरो र जोन सिनाको टाइटलको बीचमा त पनि आइस भनेपछि मैले तलाई पनि पिट्न पछि हट्दैन पनि भन्छ हैन। त्यही बेला थीम सङ प्ले हुन्छ एले नाइटको, त्यो पनि मलाई एक्सपेक्टेड थिएन। त्यही आफ्नो जस्ट ये गरेर आउँछ हैन, अनि त्यही जोन सिनालाई बल बीच पनि भनिदिन्छ होला चाहिँ त्यो वाला सुन्दा चाहिँ लास्टै हाँसो लागिरहेको थियो। त्यसपछि उसले त्यही जोन सिनालाई तैले त एकदमै ठुलो प्लान बनाएको रहेछस्, तर म ग्यारेन्टी दिन्छु कि त्यो प्लानमा मेरो नाम चाहिँ छैन होला भनेर पनि भन्छ हैन। त्यसपछि जोन सिना एकदमै इरिटेट हुन्छ हैन, अनि त्यसपछि त्यहाँबाट माइक फालेर जान्छ हैन। र्याम्पमा गएर आउँछ, पछाडिबाट आएर R-Truthले अट्याक गर्छ विच इज रन किलिङ्स। अबदेखि मैले रन किलिङ्स भन्ने खोज्दा पनि मुखबाट R-Truth निस्किन्छ हैन, सो आफै एडजस्ट गर्नु होला त्यसको लागि। त्यसपछि अफिसियल आउँछ हैन, छुट्याउँछ। R-Truthको त्यो फेसियल एक्सप्रेसन लास्टै खतरा नै थियो। त्यसपछि एउटा ब्याकस्टेज सेगमेन्ट आउँछ जोन सिना र निक ओल्डिसको बीचमा। पुरानो डक्टर अफ थगनामिक्स वाला क्यारेक्टरमा हुन्छ हैन, उसले क्याप उल्टे बना हुन्छ, R-Truthको बारेमा कम्प्लेन गरेर हुन्छ हैन। त्यो चाहिँ लास्टै नै हाँसो लागेको थियो मलाई। त्यसपछि यो सेगमेन्टको लगातारमा मेन्स किङ अफ द रिङको टुर्नामेन्ट सुरु हुन्छ हैन। फ्याटल 4-वे म्याच र्यान्डी ओर्टन भर्सेस एले नाइट भर्सेस एलिस्टर ब्ल्याक भर्सेस कार्मेलो हेजको बीचमा। म्याचको कुरा गर्नु पर्दा चाहिँ सुरुमा एलिस्टर ब्ल्याक र कार्मेलो हेजहरू लडिरहेको हुन्छ। त्यसपछि र्यान्डी ओर्टन र एले नाइट पनि सुरु गर्छन् हैन फाइटहरू। चारै जनाको परफर्मेन्स एकदमै दामी थियो। कार्मेलो हेजले पनि हल्का फुल्का अपर ह्यान्ड लिन्छ हैन, बीचमा 2वटा स्प्रिङ बोर्ड हान्दिन्छ हैन दामी वाला एले नाइट र एलिस्टर ब्ल्याकलाई। अनि एले नाइटलाई यस्तो दामी तरिकाले बिग फ्रग स्प्ल्याश पनि हान्दिन्छ, तर एलिस्टर ब्ल्याक आएर पिन ब्रेक गरिदिन्छ। त्यसपछि र्यान्डी ओर्टनले पनि मोमेन्टम लिन्छ हैन म्याचमा, सबैजनालाई पावर स्ल्याम हान्दिन्छ। त्यसपछि कार्मेलो हेजलाई त्यो रिङबाट स्पाइक डिडिटी हान्नको लागि रेडी भएको हुन्छ हैन, अनि रिङको साइडबाट एलिस्टर ब्ल्याक पनि आइरा हुन्छ, उसलाई पनि डबल डिडिटी हान्नको लागि रेडी भएको हुन्छ। पछाडिबाट एले नाइटले नेक ब्रेकर हान्दिन्छ, जुन कि त्यो डबल डिडिटी सँगै लाग्छ हैन नेक ब्रेकर पनि। एले नाइटले कार्मेलो हेजलाई त्यो अनाउन्स टेबलमा टाउको यस्तरी ठोकिदिएर हुन्छ हैन। र्यान्डी ओर्टन पछाडिबाट आएर एले नाइटलाई आफ्नो जुन साइड स्ल्याम हान्छ नि त हैन, त्यो अनाउन्स टेबलमा उसको सिग्नेचर मुभ त्यो हान्नको लागि बोक्छ, तर एले नाइट फ्लिप गर्छ हैन पछाडि, पर्फेक्ट तरिकाले त्यो साइड स्ल्याम लाग्छ हैन एलिस्टर ब्ल्याकलाई। बब्बालै थियो त्यो पनि हेर्नलाई, दामी नै लाग्यो। सो म्याचको एन्डिङको कुरा गर्नु पर्दा चाहिँ एले नाइटले
नाइटले कार्मेलो हेजलाई एल्बो ड्रप हान्नको लागि रिङको टपमा हुन्छ अनि त्यो नाइट गर्ने बेला जुन हात यस्तो जान्छ नि होइन त्यहाँबाट ब्रन्सन रिडले तानिन्छ तल उता पछाडिबाट ब्रन ब्रेकरले खतरावाला दामी तरिकाको डेन्जर स्पेयर हानिदिन्छ होइन एले नाइटले त्यसपछि ऊ रिङमा सुताइ हुन्छ त्यही मौका पारेर कार्मेलो हेज रिङको टपमा जान्छ होइन फेरि उसको त्यो बिग फ्रग स्प्ल्यास हान्नको लागि हानिदिन्छ पनि र्यान्डी ओर्टनले कहाँबाट आएर आरक्यू हानिदिन्छ होइन अनि त्यो आरक्यू स्प्ल्यास पनि हुन्छ एले नाइटलाई पिन गर्छ फाइनल्ली र्यान्डी ओर्टनले जितिसक्यो होइन म्याच ओभरअल दामी भन्दा पनि दामी नै लाग्यो मलाई त्यसपछि आउँछ जेकब फाटुको सेगमेन्ट खतरा क्राउडको रियाक्सन हुन्छ ऊ रिङमा आएर त्यही मनी इन द ब्याङ्कमा आफूले अब सोलो सिक्वालाई किन टर्न गर्यो त्यसको बारेमा एक्सप्लेन गरे हुन्छ ब्लड लाइन भएर के भयो यदि तिमीहरूले पछाडि मेरो ब्याक बाइटिङ गर्छौ साप जस्तो गर्छौ हुन्छ नि हरकत गर्छौ भनेपछि मलाई कोही पनि चाहिएन जस्ट मी अगेन्स्ट द ओल्ड भन्छ होइन त्यसपछि टाइटल टर्नमा सोलो सिक्वा हुन्छ होइन पछाडिपट्टि त्यो जेसी म्याटियोको त्यो फेस हेर्नु भयो भने म त हाँस्दा हाँस्दा पागल भएको थिएँ उसले सास पनि फेरेको थिएन कि ऊ हल्ल्या पनि थिएन होइन मलाई चाहिँ मेरो आँखा त्यसैमा गइरहेको थियो सोलो सिक्वाले म नेक्स्ट विक स्म्याकडाउनमा हुन्छु मलाई त्यो 4वटा वर्ड चाहिन्छ तेरो मुखबाट मैले तँलाई फर्गिभ गरिदिन्छु भन्ने टाइपको कुरा गर्छ अनि यो सेगमेन्ट सकिन्छ त्यसपछि आउँछ क्वीन अफ द रिङ टुर्नामेन्ट म्याच फ्याटल 4-वे मिचिन भर्सेस जेड कार्गिल भर्सेस नाया ज्याक्स भर्सेस पाइपर नेबिनको बीचमा म्याचको कुरा गर्नुपर्दा चाहिँ स्लो पेसमा स्टार्ट भयो सुरुमा चाहिँ नाया ज्याक्स र पाइपर नेबिन मिलेर दुवैलाई अट्याक गरिरहेको थियो होइन अनि जेड कार्गिलको त्यो स्ट्रेन्थ दामी नै हुन्छ अलवेज पाइपर नेबिन र नाया ज्याक्सले जेड कार्गिललाई बोकेर त्यो वाइड ब्यारेटहरूको त्यो अनाउन्स टेबलमा यस्तो खतरा गरी फालिदिन्छ होइन त्यो चाहिँ दामी नै थियो एउटा स्पट यस्तो हुन्छ कि नाया ज्याक्सले फिनिसर हानिदिन्छ मिचिनलाई त्यसपछि पाइपर नेबिनले ब्रेक गर्छ ब्रेक गरेर दुवैजना रिङको बाहिर जान्छ होइन पाइपर नेबिनले यस्तो खतरावाला ब्यारिकेडको थ्रु नाया ज्याक्सलाई हानिदिन्छ होइन होली सेटको चान्स लागिरहेको थियो म्याचको एन्डिङको कुरा गर्नुपर्दा चाहिँ जेड कार्गिलले पाइपर नेबिनलाई आफ्नो फिनिसर फेस बस्टर हानेर यो म्याच जित्छ त्यसपछि आउँछ नियोमीको सेगमेन्ट होइन ऊ सरासर रिङमा आउँछ रिङमा आइसकेपछि म पहिला नाया ज्याक्स WWE च्याम्पियन हुँदा म उसँग लड्ने बेला एकजनासँग यो वाला ब्रिफकेस थियो त्यो हो टिफिनी स्ट्याटन मलाई म्यानिपुलेट गर्ने पनि त्यही थियो लास्टमा उसले नाया ज्याक्सलाई नै क्यास इन गर्यो होइन उसलाई टर्न गर्यो भन्ने टाइपको कुरा गरेर हुन्छ अनि त्यो नियोमी हाँसेको होइन चुडेलै हाँसेको जसरी हाँसे हुन्छ होइन उसको त्यो क्यारेक्टरसँग एकदम सुट गरेको थियो त्यसपछि टिफिनी स्ट्याटन आउँछ होइन रिङमा त्यही अब यिनीहरूको कन्भर्सेसन अब त धेरै बोलेको मात्रै हो तैँले काम गर्न सक्दैनस् हिम्मत छ भनेपछि अहिले नै क्यास इन गरेर देखा भन्ने टाइपको कुरा गर्छ टिफिनीले त्यसपछि नियोमीले चाहिँ म अहिले गर्दैन जुन बेला त मलाई हल्का कमजोर लाग्छ त्यो बेला चाहिँ मैले तँलाई क्यास इन गर्छु भन्ने टाइपको कुरा गर्छु होइन त्यसपछि ऊ चलिदिन्छ पछाडिबाट नाया ज्याक्सले अट्याक गरिदिन्छ टिफिनी स्ट्याटनलाई अनि हल्का फाइट ब्याक गर्छ पनि होइन टिफिनी स्ट्याटनले त्यसपछि नाया ज्याक्सले हल्का डोमिनेट गर्छ डोमिनेट गरिसकेपछि उसको फिनिसर हानिदिन्छ होइन जुन त्यो रिङबाट यस्तै बस्नेवाला जुन कि मलाई वायाते लाग्छ होइन उसको त्यो फिनिसर त्यसपछि नियोमी आएर क्यास इन गर्नको लागि रेडी भएको हुन्छ होइन म पनि छक्क परिरहेको थिएँ होइन ल आज नै हुने भयो क्यास इन भनेर तर नाया ज्याक्सले रोक्छ होइन अनि सिज माइन भन्छ त्यसपछि नियोमी त्यहाँबाट जान्छ त्यसपछि ट्याग टिम म्याच आउँछ वाइट 6 भर्सेस मोटर सिटी मेसिन गनको बीचमा खतरा एनर्जेटिक म्याच होइन यो म्याच पनि मैले हजुरहरूलाई रिकमेन्ड गर्छु आजको स्म्याकडाउनको सबै सो राम्रै नै थियो होइन सबै म्याचहरू राम्रै थियो भनौँ म्याचको कुरा आउनु पर्दा चाहिँ सुरुमा वाइट 6ले अपर ह्यान्ड लिन्छ होइन बीचमा मोटर सिटी मेसिन गनले पनि लिन्छ अङ्कल हाउडीहरू बसिरहेको हुन्छ होइन रिङ साइडमा दुवैजना टिमको त्यो केमिस्ट्री लास्ट नै दामी थियो होइन वाइट 6ले बिग ड्रप हानिदिन्छ होइन रिङको टपबाट पिन गर्छ अनि जित्छ त्यसपछि ब्याक स्टेजमा जोन सिना र जिमी उसोको सेगमेन्ट आउँछ होइन उसले आर्ट ट्रुथ खै भन्छ अनि उसलाई खै मलाई के थाहा भने भन्छ होइन जिमी उसले त्यसपछि रन किलिङ्स कता छ भने भनेर सोध्छ होइन खै मलाई के थाहा के मलाई चाहिँ केही पनि आइडिया छैन भन्ने टाइप कुरा गर्छ म अहिले रिङमा जाँदैछु तैँले जहाँबाट पनि खोजेर रन किलिङ्सलाई चाहिँ लिएर आइज भन्छ होइन ऊ रिसाएर जान्छ होइन रिङमा गइसकेपछि सुरुमा चाहिँ क्राउडलाई चुप लाग्यो भन्छ अनि आर्ट ट्रुथलाई कल आउट गर्छ यो एकदमै डिसरिस्पेक्टफुल हो हिम्मत छ भने अहिले आइज अहिले नै फाइट गरौँ भन्ने टाइपको कुरा गर्छ त्यसपछि थीम सङ प्ले हुन्छ सीएम पङको मैले एक्सपेक्टै गरेको थिएन होइन आजको स्म्याकडाउनमा सीएम पङ पनि आउँछ भनेर डेन्जर कुक गरिदियो होइन आज त झन् अस्तिनको र भन्दा पनि खतरा नै भन्थ्यो तेरो यो जुन हरकत देखिरहेको छु मैले तैँले जुन यो डब्ल्युडब्ल्यूईलाई रियुन गर्छु भन्छस् त्यो कुराहरू सोचेर मलाई त्यही पुरानो सीएम पङको याद आउँछ जसले कि रियुन पनि गरिदिइसकेको थियो इभन तैँले पनि सेभ गर्न सकेको थिएनस् त्यो बेला पनि भन्छ होइन तँलाई ट्रुथ चाहिएको ल सुन त्यसो भए मैले तँलाई तेरो होम टाउनमा पनि जितिसकेको छु र मेरो होम टाउनमा पनि मैले तँलाई जितिसकेको छु पनि भन्छ होइन सीएम पङले जुन त्यो पुरानो कुराहरू निकाल्छ एउटा कुरा चाहिँ मैले मान्छु त गोट होस् ग्रेटेस्ट अफ अल टाइम सो डु आई म पनि हो तर त यस्तो गोट होस् जसलाई कि मैले रोस्ट बनाएर गड अफ रेस्लर्सहरूलाई सेक्रिफाई गर्छु पनि भन्छ होइन खतरावाला पप मिल्छ होइन त्यो पुरै क्राउडले डेन्जर चान्स गरिरहेको हुन्छ सीएम पङको म यति चाँडै तेरो पछि हट्नेवाला छैन होइन
म त मार्समा गइस् भने पनि म तेरो पिछा गर्दै जान्छु, जुनसुकै कुनामा जा त हेलमा जाँदा पनि म त्यही नै भेटिन्छु होइन, तेरो यो च्याम्पियनसिपको लागि म आउने नै छु भन्ने टाइपको कुरा गर्छ। अनि नाइट अफ च्याम्पियनमा त्यही अब मैले तँलाई जित्छु भनेर त्यहाँबाट चल्दिन्छ। पछाडिबाट आर-ट्रुथ आएर जोन सिनालाई फेरि अट्याक गर्छ होइन, एसटिएफ हानिदिन्छ आर-ट्रुथलाई। अफिसियल्सहरू आउँछ, सिएम पङले ट्रुथ हर्ट्स पनि भन्छ होइन, त्यहाँबाट जान्छ। यो सेगमेन्ट चाहिँ लास्ट बवालै थियो, दामी भन्दा पनि दामी। त्यसपछि एउटा ब्याकस्टेज सेगमेन्ट आउँछ, रन किलिङ्स विच इज आर-ट्रुथ अभियसली, ऊ र निकोल्डिसको बीचमा उसले आफ्नो म्याच माग्छ। सो नेक्स्ट स्म्याकडाउनमा जोन सिना भर्सेस आर-ट्रुथ फिक्स भइसक्यो होइन। त्यसपछि आउँछ क्वीन अफ द रिङ टुर्नामेन्ट, क्यान्डिस भर्सेस शार्लेट फ्लेयर भर्सेस एलेक्सा ब्लिस भर्सेस अल्बा फायरको बीचमा। अगाडि ब्याकस्टेजमा चेल्सी ग्रिनले भिडियो कल गरे हुन्छ होइन निकोल्डिसलाई, ऊ भ्याकेसनमा भएर चाहिँ यो म्याच पोस्टपोन गरिदिने भन्छ होइन, तर निकोल्डिसले मैले चाहिँ तेरो रिप्लेसमेन्टमा अल्बा फायरलाई हालिदिन्छु भनेर यो म्याचमा चेल्सी ग्रिनलाई हटाएर अल्बा फायर हालिदिन्छ होइन निकोल्डिसले। म्याच ओभरअल ठिकठाकै थियो भनौँ होइन, त्यस्तो बेस्ट चाहिँ लागेन मलाई, तर जस हेर्ने लायकै थियो भनौँ। शार्लेट फ्लेयरको पर्फर्मेन्स एकदमै दामी लागेको थियो, क्राउडहरूले एलेक्सा ब्लेसको सपोर्ट देखाइरहेको थियो होइन। एलेक्सा ब्लेसले डबल सुप्लेक्स पनि हानिदिन्छ, त्यसपछि आफ्नो ट्विस्टेड ब्लिस पनि हानिदिन्छ होइन, त्यो चाहिँ कति पछि हेरेको जस्तो लाग्यो मलाई होइन एलेक्सा ब्लेसले हानेको। क्लोज पिन ब्रेक पनि हुन्छ होइन यो म्याचभरिमा। एउटा स्पोर्ट यस्तो हुन्छ कि शार्लेट फ्लेयरले एलेक्सा ब्लेसलाई आफ्नो लकमा फसाएर हुन्छ होइन, क्यान्डिसले सेकेन्ड रोपबाट क्या दामीवाला मुनसल्ट हानिदिन्छ होइन शार्लेट फ्लेयरको माथि नै, त्यो चाहिँ लास्ट नै दामी थियो। म्याचको एन्डिङ चाहिँ हल्का फन्नी पाराले भयो होइन। शार्लेट फ्लेयरले अल्बा फायरलाई फिगर 8 लकमा फसाइरहेको हुन्छ अनि रेफरी उतातिर हेरेर हुन्छ होइन, अनि अर्को साइडमा चाहिँ सिस्टर एबिगल हानिदिन्छ एलेक्सा ब्लेसले क्यान्डिसलाई, पिन गर्छ अनि रेफरी चाहिँ उता छोडेर यतापट्टि आएर पिन गरिदिन्छ होइन। अनि फाइनली एलेक्सा ब्लेसले यो म्याच जित्छ। शार्लेट फ्लेयर हेरेको हेरे हुन्छ होइन, मैले त अट्याक गरिदिन्छ कि जस्तो लागिरहेको थियो, तर गरेन। हुन्छ नि मेहनत गर्ने एकजनाले अनि त्यसको रिजल्ट चाहिँ राम्रो पाउने अर्कोले भनेको जस्तै भएको थियो होइन यो म्याच। जस मलाई चाहिँ हाँसो लाग्यो यो म्याचको एन्डिङ हेरेर। त्यसपछि कुरा गरौँ आजको मेन इभेन्ट किङ अफ द रिङको टुर्नामेन्ट म्याच, कोडी रोड्स भर्सेस अन्ड्रादे भर्सेस डेमिन प्रिस्ट भर्सेस सिन्स्के नाकामुरा। म्याचको स्टार्टिङ नै दामी तरिकाले हुन्छ होइन, सिन्स्के नाकामुरा भाग्नको लागि ट्राई गरे हुन्छ अनि कोडी रोड्सले सुसाइड डाइभ हानिदिन्छ सुरुमै, त्यसपछि एकअर्कालाई अप्पर ह्यान्ड लिन थाल्छ। कोडी रोड्सको कोडी कटर पनि दामी नै थियो होइन, झन् त्यो रिङको टपबाट हानेको कोडी कटर्स त दामी नै लाग्यो मलाई। अन्ड्रादेको पनि हाई फ्लाइङ मुभ्स खत्रै थियो। जिउस 4 जनाको चाहिँ केमिस्ट्री दामी नै थियो यो म्याच भरि। एउटा स्पोर्ट यस्तो हुन्छ कि कोडी रोड्सले स्लिम जिम लेखेको टेबल निकाल्छ, अन्ड्रादेलाई त्यसमा हान्नको लागि रेडी भाउँछ होइन, अनि डेमिन प्रिस्ट साइडबाट आउँछ, दुवैजना मिलेर अन्ड्रादेलाई त्यो टेबलमा हान्नको लागि रेडी गरे हुन्छ। सिन्स्के नाकामुरा आएर अन्ड्रादेलाई तान्छ, उसलाई त्यो मुनसल्ट टाइपको सुप्लेक्स हानिदिन्छ होइन यसरी उल्टेमुखी, त्यसपछि किक हानिदिन्छ कोडी रोड्सलाई, आफैले बिछाएको टेबलमा आफै जान्छ। त्यो चाहिँ हाँसो लागिरहेको थियो मलाई। त्यो ओभरअल म्याच रमाइलो थियो भनौँ। सो म्याचको एन्डिङको कुरा गर्नुपर्दा चाहिँ कोडी रोड्सले अन्ड्रादेलाई क्रस रोड हानिदिन्छ, अर्को पटक पनि हान्न लाउँछ, तर पछाडिबाट सिन्स्के आएर कोडी रोड्सलाई स्लिपर होलमा लक गरिदिन्छ होइन, अनि त्यसपछि आफ्नो फिनिसर हान्नको लागि रेडी भएको हुन्छ। त्यो घाँटी यस्तो गरे हुन्छ, कहाँबाट रिभर्स गरेर उल्टे त्यसलाई क्रस रोड हानिदिन्छ कोडी रोड्सले। सो फाइनल्ली यो म्याच जित्छ। जस आजको ओभरअल स्म्याकडाउनको सो मलाई धेरै नै मन पर्यो। कतिजनाले स्म्याकडाउनलाई ट्रोल गर्दै होइन इन्क्लुडिङ मी, सबैको मुखमा ताला हान्दियो होइन आजको स्म्याकडाउनको सोले। यस्तै स्म्याकडाउन भइराखे त राम्रै हो, अब पछिको स्म्याकडाउन चाहिँ के कस्तो हुन्छ त्यो अब हेरेपछि नै थाहा हुन्छ। सो यही थियो गाइजहरू आजको स्म्याकडाउनको रिभ्यू। हजुरहरूलाई के कस्तो लाग्यो तलपट्टि कमेन्ट गर्न नबिर्सिनु होला। सो यस्तै गरी WWE कन्टेन्टसँगको रिलेटेड भिडियो हजुरहरूलाई पनि मनपर्छ भने यो च्यानल सब्सक्राइब गर्नु होला। सो सी यू इन माई नेक्स्ट भिडियो।